हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ सन्दकपुरसम्म होइन। दाइको नाम अर्जुन दाइ होइन? अर्जुन गुरुङ। ओके ल। हेलो हेलो गाइस, यता गुरुजी। हेलो, के हो व्यस्त? मेरो भ्लगमा एक्साइटेड छैन त? एक्साइटेड छैन त? मेरो भ्लगमा स्वागत छ। लोकल खाना मात्रै ल अब हामी हिँड्दैछौँ है। लिनु आउँदैछ भने चाहिँ फोन गर्नु सक्ने भएको साथीलाई। नम्बर देख्दैन होइन। जाँदैछौँ अहिले हामी चाहिँ जक्कै माबु र माबु पुग्न लाग्यो। अहिले खोलाको छेउमा छौँ। यात्रा जारी छ। तपाईँहरू राम्रोसँगले भिडियो अन्तिमसम्म चाहिँ हेरिदिनु पर्ने हुन्छ है त। ओके गाइज, फाइनली अहिले हामी चाहिँ माबुको अलिक माथि टपमा आएको छ। अब चाहिँ एकदमै जाडोहरू पनि सुरु हुन थाल्यो। माथि तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै धेरै चिसो पनि हुँदैछ। अब यसो चियापानीहरू हल्का लिएर हामी जान्छौँ। के पाउँछ अरे यहाँनिर? हामीसँग भाइरल बिस्कुट पनि छ। हाम्रै हो रे। हाम्रै हो। रक्सी कसम ल। हेलो इभेन्ट्स देख्न सक्नुहुन्छ। कति रमाइलो छ। लालटिनहरू ठ्याक्क छ यहाँनिर। बबाल छ। फोटोहरू चाहिँ मेरो हरामी खिचेको छ है उसले। क्यामेराम्यान कडा है। चिसो सुरु भयो है। सन्दकपुर गाउँपालिका चाहिँ आइयो। अस्ति दामी गाउँदै थियो। सुरुमा गाह्रो चाहिँ नि के दिनु? पैसा दियो अरे। होइन पहिला अघिको त्यो भइगयो। अब फेरि गाएपछि गाइसकेपछि झर्ने हो नि त। नगाइकन त कहाँ झर्छ? कति आउँछ नि माथिबाट सन्दकपुर ठ्याक्क अहिले चाहिँ हामी सन्दकपुरको बस्ने ठाउँमा चाहिँ ठ्याक्क आइपुग्यौँ। अब हामी जाँदैछौँ बस्ने ठाउँमा। यहाँ हामी बस्ने अरू पनि थपिन्छ नि यहाँ? ओके, के छ अब? एकदम चिसो है, एकदम चिसो। महारानी हान्नुपर्छ अब चाहिँ। महारानी हान्ने भयो गाइजहरूले। म कुन घाटमा सुतु? म यहाँ सुत्छु। अब मैले छानिसकेको थिएँ। अब सिङ्गल हो। ठुलोमा सुत्ने कि एक्लै? सुत्नु भसक सुताइछ। खाना एकछिन न त बिस्तारै खाँदा पनि हुन्छ होला। ओके, अहिले चाहिँ हामी सन्दकपुरमा ठ्याक्कै आइपुगेर पनि गरिसक्यौँ। गाइजहरूको कस्तो छ? रमाइलो। नाचौँ न, नाच्यो। बाहिर हिउँ परिरहेछ, यहाँ एकदम गर्मी। यता फेरि यस्तो रमाइलो। अघि आउने बित्तिकै बस्नु भएको छ दाइहरू। फेरि यता पनि हुन्छ साथीहरू। यताभित्र पाक्दैछ हाम्रो। के पाएको? दामी पाक्दैछ है त्यसले चाहिँ। यता पनि जाँदैछ। यहाँबाट भिडियो भइरहेको छ हाम्रो। ओके, कस्तो यहाँ परिचय दिएको छैन भ्लगमा। नमस्ते, म पङ्कज राई बिरलाटेबाट। ओके, नमस्कार, म निर्जल कार्की इलामबाट। मेरो चाहिँ परिचय छैन। म चाहिँ वरिष्ठ उपाध्यक्ष। म चाहिँ अध्यक्ष सन्तोष श्रेष्ठ। म जतिको सेलिब्रेटीलाई पनि नचिन्ने भन्छ कसको भ्लग हेरिदिनु होला होइन।
अब सब्सक्राइब नै गर्नुभएको छैन त गरिहाल्नु त अहिले नै अब अझ नगर्ने बेल आइकन पनि हाल्नु। कस्तो नटेन रहेछ। अब यहाँ चाहिँ हाम्रो यस्तो छ आजको यस्तो खानपिन लोकल तरिकाको पुरा ठ्याप्प लगाएर ल चेस खानु कसो गर्ने हो चेस खानु नखानेले त तिमी नखाने त पत्तै गुरु त्यो तात्यो बजाउनु के लु चेस गरौँ लु 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 केही हुँदैन त्यस्तो के गर्नु रे के गर्नु रे किन ब्लगमा नहाल्नु रे डराइदियो केटा भनिदिँदिनँ म कसैलाई पनि ह्याप्पी माघे सङ्क्रान्ति हो ह्याप्पी बर्थडे बबाल रहेछ यार आज मरिन्छ हामी उठिन्छ जस्तो लाग्यो रे मलाई तर मलाई जाँडले अर्कै खालको माछाहरू खाने हुँदैन नि किन के हुन्छ र कस्तो उयो अर्कै खालको माछा कस्तो कडा रहेछ यार डायमन्ड छैन कति छ यसलाई त अझ बिचमा राख्नु ओन्ली 1 करोड हाउ मेनी डलर 2.5 रुपिज पनि 2.5 रुपिस मलाई ग्लास दिनु के हो यो स्पेसल हो टेस्ट मगरले स्पेसल खान्छ ब्राजिलबाट मगाएको ब्राजिल एउटा मात्रै ग्लास ब्राजिलियन खान्छ खोर्सानी खाएको त कसम कफी हालेको छ हाल न माथिबाट अझै माथि तुर्कानी आउनु तर यो त धेरै ब्रान्डेड हो नि त किन तिमी बिग्रेको किन यस्तो कोइला सैला खाना किन बिग्रेको अब पुगेर क्या मासु डढेर हो क्या मासु ढलेर कुरुम सजिलै त मलाई पार्नुलाई त बिस्तारै कस्तो हराइले बिस्तारै घुमाउँदो रहेछ एकचोटिलाई छैन भैया अप डाउन के पो खाना आँट्यौ नि तिमीले त यो मन तातो पानी र खोर्सानी लु त किन तिमी यस्तो हामीले यसो स्पोन्सरसिप गरेर राखिदिनु पर्यो ल भोलिसम्म यहाँ होटलमा लज बस्नु खानु सक्ने भइसक्यो त त्यसो निरा जस्तो गर नि तिमी त के भयो म भ्लग बनाउनु आँटेको त पङ्कज निरा जस्तो गर ल टाढै निदाइदियो अरे ल अहिलेको त्यो यु ल्याएर हाल्छौ नि तपाईँ बाहिरबाट आउनु होइन सबै निदाइसकेछ नि भन्नु होइन म पर्दा भित्र ल म पर्दा भित्र तपाईँ बाहिरबाट यता यता के गर्छौ तिमी अनि एउटा खोइ भनेर अनि म टक्कै यहाँ देख्छु यहाँ कन्टेन्ट त हो अनि अरू भन्नु अनि के गर्नु अनि म निदाएर हाल्छु अनि मतलब सबैजना निदाइसकेको छ नि भनेर आउनु होइन ऊ पनि निदायो अर्को खोइ खोज्दा खोज्दा यता ऊ पनि निदायो गर्नु न अनि कस्तो निदाएको रहेछ त्यसो अनि टाउको त्यो चिसो भएको कस्तो माया गरेको र खोइ कसको माया खै मर्निङ सबैजनालाई अहिले चाहिँ हामी यहाँ हिउँ पर्छ गुड मर्निङ सबैजनालाई हामी चाहिँ यहाँ ठ्याक्क चिया खाएर चेयर्स अब चिया चिया खाँदैछौँ भर्खर उठिँदैछ हामी कति बजी जाने प्लानिङ थियो 5:05 मात्र थियो तर अहिले कति बज्यो भने 8 बजी 8:05 भयो यस्तो चिसोको कारणले माथि अलिक ढिलो जाउँ भन्ने कुरा भयो त्यही भएर अलिक ढिलो
ढिलो एकदम जाडो छ जाडोमा चाहिँ हामीले तातो चौसको सुप खाइरहेछ हिँडाइ चाहिँ थोरै मचिँदैछ हल्का अब यहाँनिर थोरै गाडीलाई बाटो अप्ठ्यारो भएकोले थोरै समस्या हुने भएर हामी चाहिँ हिँड्दैछौँ पङ्कज मैले टोपी लगाइदिए रिसायो क्या हो ए भन्नु मिलेको छैन खिचिरहेको छ क्यामेराले मजा भइरह मजा ऊ मान्छेबाट चिप्लिने डेरिदिउँ न कसैले बाघ घुराइ नि ल गाडी लडेछ जय सुता न यसरी यसरी हाम्रो डाम्मै गयो गयो यसरी सुत्यो अँ सुत्यो अड्किन्छ पर नि त ल पर पर ल यो सगरमाथा चढ्ने क्रममा चाहिँ यस्तो लासहरू थुप्रो भेटिन्छन् अहिले चाहिँ हामी ठ्याक्कै सन्दकपुर आइसकेको छौँ बिहानको नास्ता गरेर चिया पिएर सन्दकपुरको माथि डाँडामा थोरै गाडीको पनि समस्या अब हिउँको हिउँ भएकोमा आइपुगेको छौँ अब हामी नाच्छौँ के गरेको यहाँ चाहिँ नि केटी बनाउने कार्यक्रम भइरहेछ मालमूत्र चाहिँ छैन अनि नि जुन यो भ्यू टावर छ नि हजुर त्यो विषय लिएर चाहिँ हाम्रो इस्यु परेको हो नि त अब हाम्रो नेपालीहरूले चाहिँ खुकुरी के परे यता माटोको टिका लगाएर चाहिँ खुकुरी भित्र सिधै हाल्न खोजेको हो नि त नि त्यो चाहिँ ठाउँमा त्यो ठाउँमा एराउन्ड कति 6 वर्ष अगाडि होला सायद सन्दकपुरमा वेस्ट बङ्गालको गाडीहरू अलिक धेरै देखिने रहेछ त्यो देख्छ किनकि 90% चाहिँ तपाईँको वेस्टमा आउँछ नि त्यही भएर चाहिँ गाडी पनि एकदम हाम्रो गुरु चाहिँ के छ खबर हेलो सुलुलुलु अब चाहिँ हामी सन्दकपुरमा मोबाइल झाप्छौँ खाइयो अलिअलि किन ढाट्नु होइन हाम्रै पैसाले खायौँ अब खायौँ त माथि त भाइले त भन्नु कि फाइनल्ली हामी आइपुग्न लाग्यौँ हाम्रो डेस्टिनेसन ठ्याक्कै अहिले चाहिँ हामी मानेहरू भएकोमा ठ्याक्कसँगले आएको छौँ भ्यू चाहिँ यतिकै मात्रै छ है हामी चाहिँ सन्दकपुर घुमेर आइसकेको छौँ कसरी घुम्यौँ तपाईँहरूले क्लिपहरू देखिराख्नु भएको छ अब तपाईँहरू पनि यसरी घुम्न चाहनुहुन्छ भने चाहिँ यात्रीलाई सम्पर्क गर्नु होला कन्ट्याक्ट नम्बर तल दिएको छ सम्पर्क गर्नुहोस् तपाईँहरूको ग्रुप तपाईँहरूको फ्यामिली तपाईँहरूको साथीभाइ रमाइलो गर्नुहोस् हामी जसरी नै टाटा बाई बाई के हामी चाहिँ ठ्याक्कै अहिले सन्दकपुर लगभग सकाएर फर्किसकेको छौँ अब आधी बाटो आइपुगेको छौँ एकदमै धेरै जाडो छ एकदमै धेरै चिसो छ हाम्रो गाडी चाहिँ यो हो हामीले फोटो खिचेको गाडी चाहिँ यो हो होइन तर पनि ठ्याक्क हाम्रो नेपालमा छौँ हामी तर अघि इन्डियामा हुँदाखेरि पनि इन्डियाको ठाउँलाई पनि एकदमै धेरै रेस्पेक्ट एकदमै सही हो मौसम चाहिँ यस्तो बबाल छ पङ्कज प्लिज कम हियर यतिको चाहिँ अब चाहिँ ठ्याक्क फर्किने तल गएर हामीले लोकल कुखुराको मासु खानुपर्छ होला होइन झोलसँग होइन ट्याक्क लगाएर अब हामी चाहिँ अन्तिम हाम्रो सन्दकपुर चाहिँ अब क्रस गरिसक्यौँ भन्दा पनि हुन्छ अब हामी माबु छिर्छौँ यहाँदेखि माबु छिरेर हामी अब खाना खान्छौँ अनि यो लोकल कुखुराको सुपसँग चाहिँ यो चिसो मौसममा अनि खाँदाखेरि कति स्वाद होला सम्झिनु त